आज हामीले यो भिडियोमा हेर्छौं सिन्टेक रिमोट स्विचमा रिमोटलाई किटसँग लिंक गर्नु पर्यो भने त्यो चाहिँ कसरी गर्ने। कहिलेकाहीँ एउटा रिमोट लागेकै छ अर्को रिमोट थप्नु पर्यो भने त्यो एक्स्ट्रा रिमोटलाई लिंक गर्नुपर्ने हुन सक्छ, अथवा कहिलेकाहीँ सिंगल रिमोट छ र पनि किटसँग लिंक भएको छैन भने काम गर्दैन, अनि त्यसलाई पनि यो प्रोसेसले लिंक गराएर अनि काम गराउन सकिन्छ। सबभन्दा फर्स्ट हामीले यो किटमा 12 भोल्ट प्लस माइनस पावर दिनुपर्छ। पावर दिइसकेपछि यो किटमै एउटा यो बटन छ, हेर्नुस् यो सानो एउटा बटन छ। यो बटन हामीले एकचोटी यसरी क्लिक गर्यो भने यहाँनिर यो बत्ती बल्यो। अब यो एलईडी बत्ती बलेपछि यो रिमोट जुन रिमोटलाई किटसँग लिंक गराउनु पर्ने त्यो रिमोटमा एकचोटी यसरी बटन थिचेपछि अब यो एलईडी बत्ती निभ्यो, एकचोटी ब्लिङ्क गरेर, अनि यो रिमोट यो किटसँग लिंक भइसक्यो। अब यो काम गर्न थाल्यो। थिचेपछि रिले अन हुन्छ, किटक्याट जति गर्छ। यसै गरी अब अर्को रिमोट एड गर्नु पर्यो भने फेरि एकचोटी यसलाई यसरी थिच्ने, अनि यो एलईडी बलिसकेपछि यो रिमोट त एड गरिसक्यो। अब अर्को रिमोट नयाँ रिमोट ल्याउने, त्यसलाई पनि यसरी थिच्ने, अनि त्यो पनि एड हुन्छ। अनि एकैचोटीमा 2टा 3टा 5वटा सम्म रिमोट एड गरेर अनि चलाउन सक्नुहुन्छ। त्यसरी नै हो सिन्टेक रिमोट स्विचमा एक्स्ट्रा रिमोट एड गर्ने तरिका। यो भिडियो हेर्नको लागि धन्यवाद। Dance with me. Back and forth.